ल साथीहरू फाइनली अब चाहिँ निस्किन आँटिसकेँ म है अर्पणा पनि अब निस्किसक्यो होला सायद निस्केको छैन त्यो भर्खर 4 बज्दैछ म चाहिँ निक्लेको पुगेको छैन त्यो पूजामा छ अहिलेसम्म यहाँ मेरो ट्रली प्याक भयो यहाँ मेरो एउटा ब्याग प्याक भयो म चाहिँ हाफ पेन्ट र चप्पलमा छु है ल किनकि अब हामी ट्रेनमा जाँदैछौँ कहाँ जाँदैछौँ त्यो चाहिँ हामी भन्दिनँ मैले फिलहाल हामी चाहिँ घुम्नु गएको 2 जना चाहिँ अब अल्छी लाग्यो धेरै सिलगढीमा बसेर चाहिँ हामीलाई चाहिँ साह्रै बोर भएर हामी चाहिँ अब 2 जना घुम्नु निक्लेको कहाँ पुग्छौँ थाहा छैन केही पनि अब त्यसले पनि भिडियो बनाउँदैछ होला बनाइसक्यो कि केही याद छैन के गर्दैछ भनेर अन्त निस्केको अब म चाहिँ यहाँबाट म चाहिँ नेपालबाट छु म सिधै जान्छु स्टेसन अर्पणा पनि सिधै स्टेसन आउँछु होइन र साथीहरू त्यही हो अब जान्छौँ अनि त्यसलाई पनि अहिले भेटेर देखाउँछु ल बाई बाई सी यू सुन पपी बाई बाई कुत्तास बाई बाई पुन्टु सी यू अन्त अब यति ट्रली छ चप्पल चाहिँ सजिलो हुँदैन चप्पल बोकेको हुनु चाहिँ अन्त पानी पनि पर्दैछ अब यहाँबाट चाहिँ गाडी पनि ड्राइभर छैन स्कुटी त फर्काएर गर्न ल्याउने त्यो भयो अमितलाई बोला भने त्यो फेरि कहाँ छ त्यही हो अब यहाँबाट जान्छु कुत्ता छ नि छ ल बुवा सी यू सुन उबाको हातै सक्छ है ल अब गएको के भन्नुभयो ल साथीहरू